हेलो साथीहरू नमस्ते। यहाँहरूलाई मेरो युट्युब च्यानलमा स्वागत छ। आज चाहिँ हामी किमा परोल बनाउन जाँदैछौँ। त्यसको लागि चाहिँ हामीलाई परोल, किमा र प्याज चाहिन्छ। चप गरेर मैले सबैलाई चप गरेर राखिसकेँ। किमा पनि मैले घरमै बनाएको हो मिक्सरमा। त्यसपछि हामीलाई तेजपत्ता र इलाइची पनि चाहिन्छ। अब हामी कराईलाई तताउँछौँ। यो रेसिपी चाहिँ एकदमै हेल्दी पनि छ। यसमा तेल हाल्नुहोस्। मैले चाहिँ तोरीको तेल युज गरेँ। त्यसपछि मेथी फुराउनुहोस्। मेथी खैरो खैरो भइसकेपछि यसमा तेजपत्ता र इलाइची हाल्नुहोस्। हजुरहरूलाई मनपर्ने मसला हाल्न सक्नुहुनेछ। मलाई चाहिँ धेरै मसलाहरू मन पर्दैन। मलाई चाहिँ डिसहरू सबै सिम्पल रेसिपीहरू मात्र मनपर्छ। त्यसपछि मैले मसला खैरो भइसकेपछि प्याजलाई राखेँ। प्याजलाई पनि मजाले फ्राई गरिदिने। प्याज यतिको ब्राउन ब्राउन कलरको भइसकेपछि अब यसमा म किमा हाल्छु। किमालाई चाहिँ मैले पहिल्यै मोलेर राखिसकेँ। लसुन अदुवाको पेस्ट र नुन खुर्सानी जिराको धुलो र थोरै मिट मसला हालेर मैले म्यारिनेट गरेर राखेको थिएँ। एकछिन रेस्ट गर्न छोडेको थिएँ। किमा पनि मजाले म्यारिनेट भइसकेको छ। अब म यो किमालाई पनि मजाले फ्राई गर्छु। मैले थोरै मात्र तेल प्रयोग गरेको छु। म मसला र तेलहरू चाहिँ एकदमै कम राखेर तरकारीहरू बनाउने गर्छु। अब मैले यसमा परुल हालेँ। तपाईहरूले परुल पहिल्यै पनि फ्राई गर्न सक्नुहुन्छ र पछि पनि राख्न सक्नुहुनेछ। मैले परुल र किमालाई पनि मजाले फ्राई गरेँ। यसलाई मजाले फ्राई गरिराख्नुपर्छ। अब यसले तेल छोड्न थाल्यो। तेल छोड्न थालिसकेपछि चाहिँ अब यो लगभग अलिअलि गल्नुपर्छ यो परुल। किमा चाहिँ लगभग पाकि नै सक्यो। अब यो चाहिँ गल्नुपर्छ थोरै। गलिसकेपछि चाहिँ हामी अब यसमा पानी हाल्छौँ। हेर्नुहोस् त अब परुल पनि गल्न थालिसक्यो। अलि थोरै देख्न थालिसक्यो। अब यसलाई मजाले एकछिन मिक्स गर्ने। मिक्स गरिसकेपछि चाहिँ अब यसमा थोरै पानी हाल्ने। यदि हजुरहरूलाई रस मनपर्छ भए, रस मन पर्दैन भने चाहिँ पानी नहाल्दाखेरि पनि हुन्छ। त्यसपछि तपाईँहरूलाई झोल मनपर्छ भने थोरै पानी हाल्न सक्नुहुनेछ। मलाई चाहिँ यसमा झोल हालेको एकदमै मनपर्छ, त्यही भएर मैले थोरै पानी हालेँ। अब यो रेडी हुन्छ। यतिको उम्लिसकेपछि यो रेडी भयो। अब खानको लागि रेडी भयो। हेरिदिनु भएको पनि धेरै धेरै धन्यवाद।